नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो म्याथ म्याजिक च्यानलमा। आज म कक्षा 8 को गणितको पार्ट 5 मा रहेको नफा र नोक्सान प्रॉफिट एन्ड लस पार्टको सबै समस्याको समाधान यो भिडियोमा लिएर आइसकेको छु। तपाईहरु अन्तिम समय रहेर साथ दिनु होला। अब यहाँ 5.1 को 1 नम्बर भन्दै छ तलका वस्तुहरुको विक्रय मूल्य पत्ता लगाउनुहोस्। अब यहाँ म पत्ता लगाइसकेको छु सबैको, यहाँ देखि हेर्नु सबैको यहाँ देखि पत्ता लगाइसकेको छु। 2 नम्बरमा भन्दैछ दिएको तालिकाका आधारमा विक्रय मूल्य पत्ता लगाउनुहोस्। अब यहाँ लगाइदिएको छु, यहाँ दिएको सामग्रीहरू आइटम्स अनि अंकित मूल्य दिएको छ, मार्केट प्राइस अनि छुट डिस्काउन्ट दिएकै छ। अनि यहाँ पत्ता लगाइसकेको छु सबैको विक्रय मूल्य भनेको एसपी पत्ता लगाउन भन्दैछ। सबैको पत्ता लगाइदियो। त्यसपछि अब म अर्को क्वेशन तर्फ लाग्दैछु। अब अर्को क्वेशन यहाँ 3 नम्बरको रहेको छ। 3 नम्बरमा क्वेशनले भन्दैछ तलको तालिकाबाट अंकित मूल्य पत्ता लगाउनुहोस्। अब यहाँ लगाइदिएको छु, हेर्न सक्नुहुन्छ यो सबै हो त्यसकै उत्तर। अनि अब अर्को क्वेशन रहेको छ यहाँ देखि छ अर्को क्वेशन 4 नम्बरको। 4 नम्बरको क्वेशनले भन्दैछ यहाँ दिएको अंकित मूल्य र विक्रय मूल्यका आधारमा छुट प्रतिशत निकाल्नुहोस्। अब यहाँ लेखाइसकेको छु, यहाँ सामग्रीहरू अनि अंकित मूल्य अनि विक्रय मूल्य दिएको छ अनि डिस्काउन्ट निकाल्न भन्दैछ। डिस्काउन्टको प्रतिशत म निकालिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ सबैको। अनि त्यसपछि अब म अर्को क्वेशन तर्फ लाग्दैछु। अर्को क्वेशन रहेको छ यहाँ 5 को क नम्बर जो रु 250 अंकित मूल्य भएको किताबमा 12% छुट दिन्छ भन्ने सो किताबलाई कति तिर्नु पर्ला। अब यहाँ सल्भ गरेर लेखिदिएको छु, हेर्न सक्नुहुन्छ। अनि ख नम्बरमा भन्दैछ 5 को ख मा एउटा ज्याकेटको अंकित मूल्य रु 2250 छ। यदि पसलेले उक्त ज्याकेटमा 8% छुटमा बिक्री गर्छ भने उक्त ज्याकेट किन्न कति रुपैयाँ तिर्नु पर्ला। अब यहाँ सावधान गरेर लेखिदिएको छु, हेर्न सक्नुहुन्छ। अनि 6 नम्बरमा भन्दैछ 6 को क मा भन्दैछ यदि 10 छुटमा किन्दा एउटा रंगीन टिभी सेटलाई रु 13,950 पढियो भने सो टिभी सेटको अंकित मूल्य कति होला पत्ता लगाउनुहोस्। अब यहाँ लगाइसकेको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। अनि ख नम्बर भन्दैछ 14% छुटमा किन्दा एउटा स्वेटरलाई रु 1075 पढियो भने सो स्वेटरको अंकित मूल्य कति होला। अब यहाँ सावधान गरेर लेखिदिएको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। अनि 7 नम्बरको क्वेशन रहेको छ। यहाँ 7 नम्बरको क्वेशन भन्दैछ एउटा पसलेले रु 14,000 मा टच किनेछन्, त्यस टचको अंकित मूल्य क्रय मूल्यको 40% ले बढी तोकियो। यदि पसलेले उक्त टचलाई 20% छुटमा बेच्यो भने क्वेशन रहेको छ क नम्बर उक्त टचको अंकित मूल्य कति होला। अनि दोस्रो क नम्बर क्रेताले कति रुपैयाँ छुट पायो। अनि ग नम्बरमा पसलेले कति रुपैयाँमा उक्त मोबाइल बेच्यो। अनि घमा भन्दैछ अन्त्यमा पसलेले उक्त टचबाट कति रुपैयाँ नफा गरियो पत्ता लगाउनुहोस्। अब यहाँ लगाइसकेको छु, तपाईहरु हेर्न सक्नुहुन्छ सबै प्रश्नको उत्तर क ख ग घसम्मकै। अनि 8 नम्बर भन्दैछ एउटा मोबाइलको क्रय मूल्य रु 21,000 छ, त्यस मोबाइलको अंकित मूल्य क्रय मूल्यको 30% ले बढी छ। यदि पसलेले उक्त टचलाई 10% छुटमा बेच्यो भने उक्त मोबाइलको अंकित मूल्य कति होला। अनि ख मा भन्दैछ क्रेताले कति रुपैयाँ छुट पायो। अनि ग मा भन्दैछ पसलेले कति रुपैयाँमा उक्त मोबाइल बेच्यो। अनि घ मा भन्दैछ अन्तिममा भन्दैछ पसलेले उक्त मोबाइलबाट कति प्रतिशत नफा गरियो पत्ता लगाउनुहोस्। यहाँ लगाइसकेको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। अनि 9 नम्बरको क्वेशन रहेको छ। भन्दैछ रामभरिले एउटा कम्प्युटर रु 45,000 मा किनेछन्, त्यस कम्प्युटरको अंकित मूल्य क्रय मूल्यको 30% ले बढी छ। यदि रामभरिले उक्त कम्प्युटरलाई 30% छुटमा बेचे भने उक्त कम्प्युटरको अंकित मूल्य कति होला। ख मा भन्दैछ कति रुपैयाँ छुट दियो। अनि ग मा भन्दैछ रामभरिले कति रुपैयाँमा उक्त कम्प्युटर बेचे। अनि घ मा भन्दैछ उनलाई उक्त कम्प्युटरबाट कति प्रतिशत नफा वा नोक्सान भयो पत्ता लगाउनुहोस्। अब यहाँ लगाइसकेको छु, हेर्न सक्नुहुन्छ क ख ग घ आन्सर सबैको। अनि 10 नम्बरको अन्तिम क्वेशन रहेको छ। 10 नम्बर भन्दैछ रहमानले एउटा
सुटकेसको अंकित मूल्य रु 6000 तोके। यदि उनले 15% छुट दिएर बेच्दा उनलाई रु 500 नफा भयो भने अब कौन बजे कति रुपैयाँ छुट दिए? खम बजे कति रुपैयाँ उक्त कम्प्युटर बेचे? अनि गम भन्दैछ रहमानले कति रुपैयाँमा उक्त सुटकेस किनेका रहेछन्? अनि घम भन्दैछ उनलाई उक्त सुटकेसबाट कति प्रतिशत नफा भयो पत्ता लगाउनुहोस्। अब यहाँ लगाइसकेपछि क ख ग घ सबैको आन्सर अब यहाँ हेर्न सक्नुहुन्छ। ल त साथीहरू आजको भिडियो यतिकै राखौँ। भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने साथीहरूलाई सेयर गर्नु, च्यानललाई सब्सक्राइब गर्नु र एउटा कमेन्ट गर्न नबिर्सनु होला। अब अर्को पार्टको प्रश्नको उत्तर अर्को भिडियोमा ल्याउने छु। धन्यवाद।